नमस्कार सबैजनामा। आज हाम्रो भ्लग स्टार्ट हुनुभन्दा अघि हजुरहरुकोमा सबैलाई 2083 सालको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। फर्स्ट टाइम म यति भिडमा भिडियो बनाइरहेछु गाइज, पुरै फाटिरहेको छ मैले। धुक भएर के बोलम के भनम त्यस्तो भएर मलाई के कसो भने। हेलो हाय, यो मेरो फर्स्ट ब्लग गाइज। यस्तो धेरै मान्छे भएको ठाउँमा हैन, पब्लिक प्लेसमा भनौँ न, फर्स्ट ब्लग हो गाइज। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। भनेको थिएँ नि त आज नयाँ साल हो, हामी घुम्न जाने हो सेतीबेनी। म रेडी भइसकेछु हैन, अब चाहिँ जान लाग्यो। हेरौँ सुशील सर आउँदैछ, आइसकेछ हाम्रो सुशील सर हैन। कपडा दिएको छैन, हामी चाहिँ अब जान यार गाइज। सुशील सर आफ्नो गर्लफ्रेन्डलाई कुर्दा यति ढिलो गर्नुभएको छ, अहिलेसम्म हामी हिँडेको छैनौँ हैन। गर्लफ्रेन्ड नट एलटेड होइन नट एलटेड म त अहिले। हेलो गाइज, हामी निस्किसकेछौँ हैन। अब चाहिँ कहाँ जाने हो थाहा छैन, सेतीबेनी भन्दै थियौँ तर अहिले अब है हेरौँ उहाँ अर्को सर हो हैन। कहाँ जाने सुशील सर? लेट्स सी कहाँसम्म पुगिन्छ आज। यस्तै हो, प्लान केहीको हुन्न। निस्किसकेपछि कता जाने हो हुन्छ। लेट्स गो गाइस। मौसम चाहिँ एकदम बवाल छ नि गाइस। चरा गाइज अहिले हामी चाहिँ अर्थुन बजार पुगिसकेछौँ होइन। यो हो अर्थुन बजार पर्वतको, हेर्न सक्नुहुन्छ। अर्थुन बजार गाइज, लेट्स सी। ये अभी डिप्रेशन में, वो भी तीसरे लेवल का डिप्रेशन में हमारा सर है ना। यो यस्तो चलाइरहेछ बाइक यार, रफ लास्टै। मुटु त यति सानो बनाइदिएछ तर के होइन, यति विश्वास छ कि लोटाउँदैन। जे होस्, भ्लग चाहिँ पुरै राम्रोसँग बनिहाल्न पर्यो सुशील सर। हेर्नु बाटोमा चाहिँ नलोटाउनु होला है फेरि। यस्तो यार अब बाटोमा लोट्यो भने झन् हस्पिटलको भ्यू आउँछ क्या। हस्पिटल जानु छैन हस्पिटलमा यार। त्यसपछि सिधै भाइरल हुन्छ च्यानल भाइरल हुनलाई हस्पिटल जाने यस्तो यार मान्छे पनि। गाइज हामी चाहिँ यस्तो धुलोवाला बाटोमा आयौँ यार, बर्बाद भयौँ। ये सोच्नु कि अगाडि छिट्रे होते धुलो नपड़े, नहीं तो हमरा पछाडि जोन होते ओकर हम की हालत कर दिए। अब गाली मात्र सुन्ने, अरू केही नै। ब्रेक मार के गर्दा के होइ थियो, स्पिड कर देती ब्रेक मार देती। ले भाइ के हो यस्तो? खाल्नुमा त बचाइहाल्नु। यस्तो छ गाइज यार, एउटा गाडी आए पनि यहाँ बाटो जाम भइदिन्छ पहाडको त। वान वे मात्र, त्यसमा नि हाम्रो सर यार ध्यान 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 भम 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 सब गर्दा खिलाउँछु ल। मोबाइल फिक्स अपन कर ले रहा छाती गर्दा पनि त्यस्तो त भला के धुलो खाउने अरूको कुरामा। होली खेलिरह्यो क्या? नयाँ वर्षको दिन होली खेलिएन भने अनि कहिले होली खेल्ने त नि? हो रहेछ। औ शिट, अरूलाई धुलो खुवाउने जग्गामा आफै खाइयो यार। के सुबह उठा कहाँ हूँ? हम जा रहे थे सेतीबेनी घूमने। कसम भूत बनाइदियो यार गाइस।
ओ सेट पुरै गर्दा पुरै धुलो धुवा। यहाँ पुग्दा पुग्दा त हामी सेतो भइन्छ। यहाँ फ्रीको स्नो पाउडर पाइरहेछ गाइज होइन। यस्तो छ पुरै हालत। ओहो आई कान्ट एक्सपेक्ट दिस। ये अगाडि कोन गलाको बोल्दै होला ये जतिकै यतै कुटी के हमले गर्दा के हो चलै। भाइ यार यति गर्दा छ यस्तो धुलो एरा त सब भगे भर हो न। ए पछाडी से गरियाबा न चल है। बात गर्न बुझ्दै यो आउट गर्दा के भयो जम 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 कुदाइदि। हालत लास्टै अरे अरे धुलो त नगुवाउनु हो। अनि को के टेम्पोवाला यार एकछिन त पुरै हुन्छ ए जानी जानी ऊ काम बाटोतिर आएको यार रङ साइड गरी बाटो पुग्छ। ओहो यो के भने यार यस्तो जान त्यहीँ धुलो धुवा। माइ भाइ मलाई त पुग्यो यार यो धुलोले। फर्कम यहाँबाट के घुम्ने के मजा लिने यार पुरै धुलोले खास यहाँ। जस्ट गाइज लुक एट यो चस्मामा हेर्न सक्नु 84 यार बाटोमा त ओ भाइ हेर्नु त यस्तो छ के कुरा मैले गर्ने। जुत्तामा सेतो जुत्ता कालो भइसक्यो के या What the fuck is this? This is not. This is सेतै सेतो लगाएको छु गाइस यहाँ एकछिन पुरै यार पुरै धुलो धुलो भएर अब चाहिँ फेरि जान पर्यो। अझै आधी घन्टाको बाटो छ होइन। धुलो बुक राखेर त्यत्रो कर तिरेर आज त के फाइन काट्नु पर्यो भने त दिमाग खराब हुँदैन त। 1000 को फाइन मात्र काटेछ होइन। धेरै बाइक म गरेको कारणले गर्दा ठिक्क भएछ कि त्यति त। गाइस हाम्रो लभर्स भेटी भएछ। ए लास्टै धुलो खाएको बाटोमा त यार अहिले पुछेको अहिले फेरि जानु लाग्यो गाइस। आउनुहोस् तपाईँ पछाडि पछाडि म त अगाडि निस्किन्छु। लास्टै भिड्छ होइन भिड्न हुने होइन। यो मान्छेले कारणले गर्दा यार यस्तो धुलो खाइएछ है। यस्तो चलाउने काम हामी त पुगिसकेछौँ। अब नयाँ सालको मेला हेऱ्यो यहाँको गाडी लागेको छ यहाँदेखि स्टार्ट भएर पुरै तलसम्म त लागेको। सॉरी देखने की तुम लोग पकड़ नहीं सकते भाई यार ऐसा मत करो। ओ यहाँ सिटी में यार पूरी गायब है गाइस। बाइक कहाँ हामीलाई के थाहा छ नि त्यहाँ राखिदिनु क्या त्यहाँ गएर यता आउनु यहाँ साइडमा। गाइस यहाँ हामी चाहिँ बाइक लगाइदिएछौँ होइन। अब चाहिँ हामी जान्छौँ मेलाको भित्र खै के छ कस्तो छ हेर्दै जाऊँ। लेट्स सी अब होइन मान्छेहरू त भइदिँदै रहेछ यार यहाँ त। हामी पनि यहीँ आएको थियौँ होइन अस्ति भ्याक्सिन लिन। तर हजुर
बनियो बनियो माल्यो भने त्यस्तो नभन्नु न यार है बनियो बनियो माल्यो भनेर काम गर्ने कुरा भएको थियो अँ कि हामीले कहाँ पस्ने कहाँ पस्ने हो यहाँ हामी तलतिर नजाने तलतिर नजाने अहिले भाइ फर्स्ट टाइम म यति भिडमा भिडियो बनाएर छु गाइस पुरै फाटिरहेको छ मैले धुक भएर के बोलौँ के भनौँ त्यस्तो भएर मलाई के कसो भने यो मेरो फर्स्ट ब्लग हो गाइस यस्तो धेरै मान्छे भएको ठाउँमा होइन पब्लिक प्लेसमा भनौँ न फर्स्ट ब्लग होइन गाइस हाई यस्तो भिड रहेछ पुरै हामी त्यहाँ पुग्ने होइन अहिले भाइ सकिसक्यो भनेपछि सबभन्दा लास्टमा हामी पढिसक्यो हो होइन ठिकै छ लास्टमा पनि के भएर जति बेला नि पुग्ने हो त्यहाँ आउँदै क्या यस्तो पुल पुरै जाम भएको छ औँसीको दिन अनि लाग्छ होइन एकादशीको दिन होइन लाग्छ अरू बेला पनि लाग्छ अरू बेला त खास हल्ले त क्या हो माथि पनि बाटो छँदैछ तल पनि बाटो 10 मिनट लाग्यो यो पुल त 10 मिनट यो पुल त रहेछ भाइ बजार यति त नभन्दो रहेछ यो सबै दुई मार्छ सोच्नुमा चाहिँ धेरै भिड हुन्छ मन्दिर गाइस यो मन्दिर आइसकेपछि कुन मन्दिर रहेछ भवन भइरहेको राधे 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 कहिए पुरा मन्दिर ओ गाइस हामी यही हेर्न आएको त्यति धुलो खाएर यही हो मेला यहाँको यो हो पहाडको मेला हाम्रो तराईको मेला नयाँ वर्षको मेला कुन ढुङ्गा मानिन्छ त्यसलाई यो महाशिला ढुङ्गा हो होइन गाइस शिला ढुङ्गा यसैलाई पूजा गर्छ यहाँ नयाँ सालमा अरू चाडपर्वमा होइन यसैलाई हेर्न खानेहरू ठुलो भन्नु छ पहिलाको मान्छेहरू के को खाने भन्नाले त्यो सुन चाँदीहरू हुन्छ नि तिनीहरू थियो के त्यो ढुङ्गामा अझै नजिकै झन् तलतिर हजुर नजानु हामी घुमेर आउँछौँ है जाने हो यहाँ फेरि भिड होला होइन अरू पूजा गर्न आउँछ तर वास्तविकता भन्नुपर्ने म भ्लग बनाउन आउँछु मेरो त्यही हो साँच्ची चाहिँ खासमा भन्नुपर्दा हामी घुम्न आएको नि मान्छे गाइस हामी अब त्यहाँ नजिक गएको यसो भएको हेर्न पऱ्यो त्यहाँ गएर होइन फेरि आएको केही अर्थै भएन त्यहाँ अन्त पुगेन भन्नु त हो कि नि भन्नु त अरू पूजामा आउँछ तपाईँ त्यस्तो नगर्नु न त्यहाँ अब यहाँ आएको अर्थ हुँदै हुनु त्यहाँ नगएपछि त्यहाँ त जानु पऱ्यो नि यार गाइस
हाम्रो सरलाई त कसले चिने छैन यहाँ अघिदेखि आएको नमस्ते दिदी नमस्ते बहिनी सबलाई चिन्नुहुन्छ आइसक्रिम खानु गुवावालामा डेरीवालामा लगे बुझ्नुभयो ओ यस्तो छ यहाँ मलाई डान्स सुन्ने होइन अर्को यस्तो मेला गएर के भयो यही पथल ढुङ्गा हेर्न आएको हामी चाहिँ होइन गाइज यहाँ सोधिबेनी भन्ने यो अब हेऱ्यौँ पूजाहरू गर्दो रहेछ हामी फेरि मान्छे खाना खाएर आएको के पूजा गर्ने भनेको होइन यस्तो हेऱ्यौँ अनि त्यति हो अब त चाहिँ फेरि अब घरै पहिला पेट पूजा गऱ्यौँ हामीले त गर्नुभएको छैन हजुरले मैले त खाएर आएको नयाँ वर्षमा त एक त बल्ल बल्ल भन्छन् नि 1 वर्षदेखि पहाडमा बसेर अलिक गोरो हुन लाथे यो घामले त डलायो फेरि अब कालो हुने हो तीर्थस्थल होइन र हो तीर्थस्थल त हो जाने भाइ यहाँ यहाँ आनेर जितेको पैसाहरू दिन्छ होइन ल ल ल हान्नु जसरी नि हान्नु तर सबै ग्लास झर्नु पर्यो हो झार्नु हुन्छ हजुरले छिटो हान्नु के अब यार गाइज जोसिएर सुशील सरले हजुरको किन नमानेको त्यो आएको पैसा पनि गयो यस्तै हो फेरि यो गेम भनेको त कहाँ जाने हो हेर्दै जाम हौ बाहिर माथि त केही छैन उतापट्टि छ कि है पुलमा मात्र जानलाई हो यस्तो घाम लाग्छ पुरै कलौटे हुने हो है 1 वर्षमा गएर यसलाई हेर्नु यो अजिब खालको प्रजाति कहाँ जाते यस्तो प्रजाति यार लाउनु त सुशील सर यसको लाउनु त बिर्को फेरि न त बिर्को पानी चिसो छैन तर यार पुरै तातै छ के भएन हामी चिसो पानी खुवाउँला नि ढल्नलाई ढल्नु तर मनले गरी छैन ढल्नु भने आधी घन्टा फेरि होस् पनि आउँदैन यति याद राख्नु होला मलाई थाहा छ कसरी होस् आउँछ हजुरको ल अब आइसक्यो होटलको जाम अहिले सबै होस् आउँछ हजुरको फेरि के बोल्नु त्यस्तो खाने खानु पर्दैन कि यहीँबाट ल्याउनु आज यति घाम लाग्छ बाहिर दिमाग खराब भइसकेछ पुरै प्याक छ कि मान्छे नि मान्छे यस्तो भित्र हामी आएर भन चिसो खाएर छु यहाँ आएर गाइज यति घाम लाग्छ हिँड्न मन लागिरहेको थिएन एउटा रेडबुल खाएपछि अलि इनर्जी आयो होइन बल्ल अब हिँड्न लागेको होइन सर एकदम गर्मी धेरै छ सुशील सरलाई त इनर्जी बुस्ट भएको छ क्या चाहिन्छ होइन सुशील सर हालत खराब भएछ होइन होला इनर्जी बुस्ट लिनुभयो त त्यसले केही काम गरेन एउटा अझै हाल्नु अनि त्यसपछि हुन्छ कि भाटी चौरमा कहाँ भाटी चौरमा अब अहिले यहाँ पहाडमा यो हालत छ होइन तराईमा कतिको काम होला फुटबल जनाले बस्नै गाह्रो हुन्छ होला त यार
अब हामी चाहिँ निस्किन लाग्यो गाइस। यही बाटोको घुमाइ, यस्तो गर्मी लाग्छ हालत गराएको। झन् अहिले धुलो बाटोमा त त्यसले त बर्बादै गर्छ यार। अब जानु पर्यो, यहाँ माथिबाट जाने हो अब। ओके सिधै ठोकिदिने हो कि क्या हो, अलि साइडबाट जानु पर्यो। त्यस्तो त नगर्नु सुशील सर होइन, गाह्रो हुन्छ यार, पुरा बुझ्नुहोस् है। अब बल्ल शीतल अब शीतल भयो कि, र त अघिबाट त्यस्तो घाम लागिरहेको थियो यार, चिसो हावा चलेछ। हाय हाय सुकुन। अब फेरि त्यो धुलो बाटो त नजाम कि अर्को बाटोबाट फर्केर जाने यार भयो। एक बजी यार, हामी 10 बजी निस्केको होइन, 11 बजी। कैसा लगा? क्या नाम है? दिल्ली का पाइदिएर यहाँ गाइस हामी कालीगण्डकीमा आइसकेछौँ होइन। यस्तो सुकुनको हाय हाय हेर्न सक्नुहुन्छ, भ्यू हावा त्यस्तो चलेछ होइन। हामी कहाँ गर्थ्यौँ फेरि कहाँ पुग्यौँ थाहै हुन्न यार। बाटोमा हिँडेपछि फेरि अचानक प्लान बनिहाल्छ। फेरि पोखरा जाने भन्दैछ हाम्रो सुशील सर, तर हेरौँ के हुन्छ होइन। कालीगण्डकी नदी हो यो पूर्तिघाट बजार हो होइन, पूर्तिघाट बजारको सुकून, इसका नाम है सुकून। घर से निकलो पहाड़ में आ जाओ, सुकून है इधर। हाय हाय गाइस हामी अहिले पूर्तिघाटमा आइसकेछौँ। यस्तो थाकिसकेपछि यार गाइस, बल्ल खाजा खाने हो, भोक पनि लागिरहेछ होइन। अनि अब फर्किन लाग्दैन अहिले, लास्ट घाम आज लास्टै घाम लाग्छ कि, त्यही भएर यहाँ अलिक शीतल हावा चल्यो। हामी पूर्तिघाट अहिले आएछौँ होइन। पूर्तिघाट, यो पूर्तिघाट हो। अब फेरि यहाँबाट जाने हो सुशील सरको यो पुरानो डेन्टल होइन, भन्नाले सुशील सरको साथीको डेन्टल हो नि। अलिक ढिलो भयो आज यार, छिटो जानु पर्यो। निस्केको थियौँ रुमबाट 3 घन्टामा आउँछु, यो 3 घन्टा त कति 6 घन्टा भइसक्यो आएको। यही हो, निस्केपछि त अहिलेसम्म सकेको गाइस। हामी अहिले चाहिँ पूर्तिघाटमा छौँ होइन। आज दिनभरि भुलिन्छ कि क्या हो यार, लास्ट डे। अहिले अझै हामीलाई जान 1 घन्टा त लाग्छ होइन। पूर्तिघाटसम्म अहिले पुरा रोड खाली छ। यो कहाँ बुटवल जाने होइन, यो चाहिँ बुटवल जाने हाइवे, यो चाहिँ पोखरा कुस्मा कुस्मा जाने। अब हामी चाहिँ कुस्मा जान्छौँ है त गाइस। हामी अहिले निस्किसकेछौँ। कहाँ निस्केछौँ थाहा छैन, तर पहाडमा निस्केछौँ। मजा आइरहेछ, सुकुन आइरहेछ। ओ भाइ भ्युज भयो ल जान। गाइज हामी चाहिँ अब यो कालीगण्डकी नदीको यो पुल यस्तो लामो चाहिँ हेर्न सक्नुहुन्छ यार। ओ भाइ यस्तो खतरा होइन, गर्न लाग्यो। सुशील सरमाथि पुरै विश्वास छ, 100मा 200% विश्वास छ कि उहाँले हटाउनुहुन्न भाइ। तल त हेर्नु यार गाइज, यस्तो छ भाइ, हेर्दै डर लाग्ने यार। माको कसम कति माथि होला यो पुल पार गर्न कम्तीमा 5 मिनट लाग्छ। अलि स्लो जानुपर्छ। कालीगण्डकी
कालीगण्डकी पुल, कालीगण्डकी नदी। अघि हेरेको यही नदी हो, उल्टो चलिरहेको यार। पहाडको मजा यही हो यार। उहाँ हाम्रो सर पार गरिसक्यौँ गाइज। यसले ओ भाइ गाइज यो चाहिँ कहाँ हो? हाम्रो म्यामको घर यतै हो, गत्ते। यहाँ आइपुगेछौँ। गाइज अहिले हामी चाहिँ वाकीमा जाऊँ होइन, अझै हामीलाई आधी घन्टा लाग्छ रुम जानको लागि।